सेक्सुअल प्रब्लम अथवा लिङ्ग उत्तेजना हुन गाह्रो हुने, कडापना हुन गाह्रो हुने र सेक्समा लामो समयसम्म टिक्न नसक्ने, विशेष गरेर आजको जति पनि अब युवाहरूमा पनि अराउन्ड 50% मान्छेलाई यो समस्या देखिराखेको कन्डिसन छ। अब कतिपय मान्छेहरूले चाहिँ अब अनलाइनबाट विभिन्न चिजहरू मगाएर खानुहुन्छ। अब त्यस्तो चिज खाउन्जेल चाहिँ ठिकै हुन्छ, खाना छोडी फेरि समस्या बढेर गइहाल्छ होइन। अब यसको दीर्घकालीन समाधानको बारेमा चाहिँ खास गरी यो समस्या आउने कारण के हो त होइन। अब कारण नै रहेन भने हाम्रो समस्या पनि रहँदैन। समस्या आउने कारण एकतिर उपचार अर्कोतिर भयो भने हाम्रो समस्या कहिले पनि सल्भ हुन सक्दैन, उल्टो समस्या बढ्दै बढ्दै जान्छ। जे औषधि खाए पनि जति उपचार गरे पनि पहिला सुरु अब यो समस्या आउने कारण नै रहेन भने त हाम्रो समस्या पनि रहेन नि त होइन। अब के हो त सेक्सुअल विकनेस आउने कारण भन्दाखेरि विशेष कारण भनेको चाहिँ जब हाम्रो शरीरको सेक्सुअल हार्मोनमा कमी आउँछ, जति सेक्सुअल हार्मोनमा कमी आउँदै जान्छ समस्या पनि उति बढ्दै 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 जान थाल्छ। के हो त सेक्सुअल हार्मोन भन्दाखेरि जुन हार्मोनले हामीले जतिखेर सोच्छौँ चाहन्छौँ सेक्सको विषयमा त्यतिखेर तुरुन्त लिङ्गलाई उत्तेजनामा ल्याउने काम गर्छ। जुन हार्मोनले हाम्रो लिङ्गलाई भरपुर मात्रामा कडापन दिने काम गर्छ, जुन हार्मोनले हामीले सेक्स गर्दाखेरि सेक्सलाई चाहिँ लामो समयसम्म टिकाउने काम गर्छ नि त, त्यही हार्मोनलाई नै सेक्सुअल हार्मोन भनिन्छ। यो हार्मोनको अवस्था राम्रो छौन्जेलसम्म हामीले हाम्रो पार्टनरलाई सेक्समा सन्तुष्टि दिन कुनै पनि समस्या रहन्न। तर यो हार्मोन कमी हुँदै गइसके पछाडि चाहिँ हामीलाई के खालको समस्याहरू आउन सुरु गर्छ त भन्दा हामीले आफूले चाहेकै भनेकै सोचेकै समयमा पहिलाको जस्तो तुरुन्त लिङ्ग उत्तेजना नहुने अथवा लिङ्ग उत्तेजनामा आउनलाई धेरै समय लाग्दिने कि पहिलाको तुलनामा। अर्को समस्या भनेको लिङ्ग उत्तेजनामा आए पनि लिङ्गमा जति मात्रामा सेक्स हुनको लागि पूर्ण रूपमा कडापन चाहिनुपर्ने हो नि त, त्यो बराबरको कडापन आउन गाह्रो हुने, लिङ्ग पहिलाको तुलनामा लुलो हुँदै लुज हुँदै गएको पाइने। यस्तो समस्या भएको 100जना मान्छेहरू भयो भने लगभग 15-20जनामा चाहिँ के पनि समस्या हुन जाने भयो त भन्दा बल्ल बल्ल लिङ्ग उत्तेजनामा आए पनि सेक्सको टाइममा चाहिँ सेक्स गर्दा गर्दै आफै एकैछिनमा लिङ्गबाट उत्तेजना हटेर लिङ्ग लुलो भएर जाने, यो खालको समस्या चाहिँ 100जना मध्ये 15-20जनामा देखिने हुन्छ। अर्को समस्या भनेको एकदमै छोटो समयमा वीर्यस्खलन हुने। जति बेला हाम्रो पार्टनर सेक्सको लागि भर्खर मात्र रेडी भइराखेका हुन्छन्, हाम्रो चाहिँ एकदम छोटो समयमा वीर्यस्खलन हुने र वीर्यस्खलन भइसके पछाडि फेरि धेरै लामो समयसम्म लिङ्गमा उत्तेजना आउन नसक्ने। अब यस्तो समस्याहरू जोसुकै मान्छेले पनि आफूमा पाइसके पछाडि के कुरालाई बुझ्नु पर्यो भने मेरो शरीरको सेक्सुअल हार्मोनको कमी भएछ। जुन हार्मोनको कमी हुँदै जाँदा समस्या पनि बढ्दै बढ्दै जाने रहेछ। यदि यो समस्या चाहिँ दीर्घकालीन रूपमा हटाएर भोलि उमेर छौन्जेलसम्म फेरि यस्तो खालको समस्या नदोहोरियोस् भन्न चाहने हो भने चाहिँ जुन हार्मोनको कमीको कारणले समस्या आउने हो त्यही हार्मोनलाई नै बढाउनको लागि उपचार चाहिँदो रहेछ भन्ने बुझ्नु पर्यो। जब हामीले यहाँबाट उपचार गर्छौँ, जब हजुरको सेक्सुअल हार्मोन बढ्छ त्यस पछाडि आउने रिजल्ट भनेको हजुरहरूले आफूले सोच्ने चाहने बित्तिकै तुरुन्त लिङ्ग उत्तेजनामा आउने। त्यो चाहिँ कसरी आउँछ त भन्दा जब हजुरको लिङ्ग उत्तेजित गर्ने हार्मोन राम्रो हुन्छ, त्यो हार्मोन राम्रो भइसके पछाडि सोच्ने चाहने बित्तिकै आफै लिङ्गमा उत्तेजना आउने हो, लिङ्गमा भरपुर मात्रामा कडापन आउने। त्यो कडापन केले दिने भन्दा त्यही हार्मोनले नै दिने। अहिलेको तुलनामा सेक्समा धेरै लामो समयसम्म टिक्न सकिने, त्यसमा सहयोग केले गर्ने भन्दा त्यही हार्मोनले नै गर्ने र सेक्स पछाडि लिङ्गबाट वीर्यस्खलन भइसके पछाडि पनि लिङ्गलाई उत्तेजनामा पाउन सजिलो हुने, ताकि सेक्सलाई फेरि सुरु गर्न गाह्रो नहुने। जस्तै यो समस्या सुरु हुनुभन्दा अगाडि हजुरहरूले आफूले सोच्ने चाहने बित्तिकै आफै लिङ्ग उत्तेजनामा आउँथ्यो नि त, लिङ्गमा भरपुर मात्रामा कडापन पनि आउँथ्यो नि त। अहिलेको तुलनामा सेक्समा धेरै नै लामो समयसम्म टिक्न नि सक्नुहुन्थ्यो र लिङ्गबाट 1-2 पटक वीर्यस्खलन भइसके पछाडि पनि या त लिङ्ग उत्तेजनामै भइराखेका पाउनुहुन्थ्यो कि भनेदेखि तुरुन्त उत्तेजनामा ल्याउन चाहेको खण्डमा आफै आउँथ्यो नि त। त्यतिखेर हार्मोनको अवस्था राम्रो थियो, सोचे चाहे पछाडि सबै कुरा आफै पुरा हुन्थ्यो। हार्मोनकै कमी भएपछि अब यो बल लगाएर हुने कुरा त होइन। अब हाम्रो उपचार पद्धति भनेको चाहिँ जर्मनी पद्धति होमियोपेथिक उपचार हो। यो उपचार चाहिँ जर्मनबाट सुरु भएर अहिले विश्वको धेरै देशहरूले यही पद्धति मार्फत यो हार्मोनलाई नै बढाएर समस्यामा दीर्घकालीन समाधान दिइरहेछन्। यसमा चाहिँ 1% पनि साइड इफेक्ट्स नहुने र समस्या नै नभएको मान्छेले पनि पछि गएर हार्मोनको अवस्था चाहिँ डिसब्यालेन्स भएर समस्या नै नआओस्, हार्मोनको अवस्था राम्रो रहिराखोस् भन्नको लागि पनि अब यसलाई युज गरिराखेका हुन्छन्। त्यो भएर कुनै साइड इफेक्ट्स हुँदैन। अर्को समस्या भनेको नसाको कमजोरीको कारणले गर्दा पनि हुनसक्छ। अब त्यो चाहिँ हजुरहरूको समस्यालाई बुझेर होइन, नसा ब्लकेजको कारणले गर्दाखेरि पनि हुनसक्छ। अब त्यो सबै समस्या बुझेर अब हार्मोनको डिसब्यालेन्स हो कि नसा ब्लकेजको समस्याको कारणले गर्दा हो कि भनेर चाहिँ डक्टर चेकअप गराएर अनि त्यो अनुसारको उपचार हामीले हजुरलाई दिने सुविधा छ।